अब कुरा गरौँ नक्षत्रहरूमा तेस्रो नक्षत्र कृत्तिका नक्षत्र। कृत्तिका नक्षत्रको स्वामी हुनुहुन्छ सूर्यदेव अनि कृत्तिका नक्षत्रको देवता हुनुहुन्छ अग्निदेव। अब आफै विचार गर्नु, जुन नक्षत्रको स्वामी सूर्यदेव र देवता अग्निदेव हुनुहुन्छ भने त्यो नक्षत्रमा जन्मेको मानिसमा चाहिँ हिम्मत कति आउँछ होला, के कतिको साहसी हुन्छ होला। त्यस्ता व्यक्ति चाहिँ एकदमै धेरै साहसी हुन्छन्, कुनै पनि काम गर्नको लागि पछाडि हट्दैनन्। यति हिम्मतवाला हुन्छन् कि यस्तो काम जुन काम गर्न उनीहरूलाई आउँदैन भने पनि पछाडि पर्दैनन् क्या, त्यस्तो हिम्मतवाला हुन्छन्। अनि सरकारी जागिर खाएर चाहिँ एकदम राम्रो पोस्टसम्म पुग्छन्, मान सम्मान पनि कमाउँछन्। यस्ता व्यक्तिहरूले धेरै खान्छन्, खाएको चिज पचाउन सक्ने क्षमता पनि एकदमै धेरै हुन्छ। अनि अब सोच्नु, सूर्यदेव र अग्निदेवको त्यो एनर्जी भएको मान्छे कस्तो हुन्छ होला। बोल्ने बेला सोच्दैन के, बोली त कैँचीको जस्तो हुन्छ, यस्तो बोल्छ कि के भन्ने, मान्छेहरूले भन्छ नि मुटु छेड्ने गरी बोल्छ यसले त भन्छन् नि, हो त्यस्तो गरी बोल्ने खालको हुन्छ। अनि विपरीत लिङ्गप्रति चाहिँ एकदमै छिट्टो आकर्षित हुने खालको हुन्छ। यदि तपाईँ पनि कृत्तिका नक्षत्रमा जन्मिनु भएको हो भने अरूको श्रीमान र श्रीमतीप्रति चाहिँ कहिले पनि आसक्त हुनु हुँदैन। यो कुराबाट चाहिँ कृत्तिका नक्षत्रमा जन्मिएको मान्छे एकदमै धेरै सजग हुनुपर्छ।